राजाहरूको पालामा 1 रुपियाँ ऋण नभएको देशलाई अहिले 30 खरब ऋण बनाएको कारणले गर्दाखेरि यिनीहरूले चाहिँ यो भोग्नु परेको हो। त्यो कारणले गर्दाखेरि यिनीहरूले चाहिँ अबको रेस्ट अफ लाइफ चाहिँ किन भन्दाखेरि कस्टडीमै बिताउँछ। जननेता भनेर चाहिँ मदन भण्डारीले चाहिँ विद्रोह गर्नुभयो। 2050 सालमा उहाँलाई चाहिँ हत्या गरियो होइन, दासढुङ्गामा लगेर। त्यो कारणले गर्दाखेरि यो देशका चाहिँ जति पनि चाहिँ राष्ट्रभक्त मान्छेहरू छ त्यस्तो मान्छेहरूलाई चाहिँ यिनीहरूले जे पनि गर्न सक्छ। लकिएस्ट पर्सन इन द वर्ल्ड हो होइन, किन भन्दा 5 पटक प्रधानमन्त्री हुनुभयो। तर चाहिँ उहाँहरूले चाहिँ एकदम ठुलो गल्ती गर्नुभयो। किन भन्दाखेरि देश इन्डियाको डाइरेक्सनमा चलाउनु भयो होइन। 2046 सालमा चाहिँ उहाँले चाहिँ के गर्नुभयो, 2046 सालमा टनकपुर सम्झौता गर्नुभयो गिरिजाप्रसाद कोइरालाले। त्यसपछि 2052 सालमा चाहिँ महाकाली बेच्नमा सबभन्दा ठुलो हात चाहिँ उहाँको छ होइन। त्यो कारणले गर्दाखेरि उहाँहरू चाहिँ देशद्रोही हो होइन। मान्छे हाम्रो देशको चाहिँ ग्रास लेभलको व्यक्तित्वहरूले बुझेको छैन। त्यो कारणले गर्दाखेरि अहिले चाहिँ जुन चाहिँ लिम्पियाधुरा लिपु लेक होइन कालापानीको चाहिँ इस्यु आएको छ नि, उहाँले ल्याएको चाहिँ यो इस्यु हो। किन भन्दाखेरि उहाँ चाहिँ किन भन्दाखेरि दिल्ली गएर महाकाली सम्झौता गर्नुभयो होइन। तपाईँको चाहिँ म 1950 सालमा म चाहिँ नेपालको चाहिँ नेसनल बक्सिङ टिममा थिएँ। 50 सालमा चाहिँ म महेन्द्रनगरमा बक्सिङ खेल्न जाँदाखेरि म टनकपुर पुगेको छु होइन। टनकपुर पुग्दाखेरि कस्तो छ भन्दाखेरि त्यहाँको चाहिँ जनताहरूले धेरै दुःख पाएको छ त्यो बेलादेखि। जब उहाँले चाहिँ किन भन्दाखेरि सन्धि गर्नुभयो नि, त्योभन्दा पहिलादेखि नै के थियो भन्दाखेरि 2046 सालको सन्धि चाहिँ यस्तो खालको चाहिँ महाकाली ब्यारेज लगाएको छ। तपाईँको हिउँदमा पानी चाहिँ सबै सुकाइदिन्छ नेपालमा जनतालाई होइन। सबै चाहिँ उनीहरूले चाहिँ एउटा शारदा नदी बनाएको छ, आर्टिफिसियल नदी बनाएको छ। त्यो नदीबाट सबै पानीहरू इन्डिया लान्छ र बर्खामा चाहिँ के गर्छ भन्दाखेरि सबै त्यो ब्यारेजहरू खोलिदिन्छ र सबै फ्लोडिङ भएर चाहिँ नेपालभरि पानी आउँछ। त्यो कारणले गर्दाखेरि त्यहाँको जनताको एकदमै ठुलो इस्यु छ, किनभने यो एकदम लङ टर्म इस्यु हो। त्यसले गर्दाखेरि अहिले चाहिँ सबभन्दा चाहिँ अघिको पहिलो पात्र देखाउनु भयो केपी शर्मा ओली चाहिँ अपोजिसनमा हुनुहुन्थ्यो र उहाँ चाहिँ किन भन्दाखेरि मुख्य पात्र प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रताप शाह चाहिँ त्यो बेलाको चाहिँ तपाईँको चाहिँ परराष्ट्र मन्त्री हुनुहुन्थ्यो। उहाँहरू मिलेर चाहिँ तपाईँबाट के गर्नुभयो, उहाँहरूले चाहिँ किन भन्दाखेरि महाकाली बेच्नुभयो। त्यो कारणले गर्दाखेरि उहाँहरू चाहिँ देशद्रोही हो होइन। त्यही 2046 सालमा टनकपुर के भन्छ तपाईँको चाहिँ सन्धि गर्दाखेरि जुन चाहिँ तरिकाले हाम्रो अहिले चाहिँ किन जननेता भनेर चाहिँ मदन भण्डारीले चाहिँ विद्रोह गर्नुभयो। 2050 सालमा उहाँलाई चाहिँ हत्या गरियो होइन, दासढुङ्गामा लगेर। त्यो कारणले गर्दाखेरि यो देशका चाहिँ जति पनि चाहिँ राष्ट्रभक्त मान्छेहरू छ त्यस्तो मान्छेहरूलाई चाहिँ यिनीहरूले जे पनि गर्न सक्छ। अब के होला उहाँको फ्युचर कस्तो देख्नुहुन्छ? उहाँको फ्युचर छैन, किन भन्दाखेरि पोलिटिक्समा त जिरो हो होइन। किन भन्दाखेरि उहाँको पनि एट द एन्डमा चाहिँ लाइफ जाने किन भन्दा सकिने भनेको जेनजी पुस्ताले चाहिँ इन फ्युचरमा सरकार टेक ओभर गर्यो भने उहाँको रेस्ट अफ लाइफ इन जेलमा हो। किन भन्दाखेरि उहाँको अकुत सम्पत्तिहरू चाहिँ अस्ति घर जला नै देखिसक्यो। उहाँको डिजिटल सम्पत्तिहरू कति छ अब के भन्दाखेरि इन्भेस्टिगेसन टिमले पत्ता लगाएर ल्याउने हो होइन। उहाँको चाहिँ छोराको चाहिँ लाइफ हेर्नुहोस् होइन होइन। उहाँको छोराको लाइफ हेर्नुहोस् कस्तो छ होइन। किन भन्दाखेरि लग्जरियस लाइफ छ होइन। हिल्टन होटल जल्नको कारणै उहाँको चाहिँ छोराले इन्भेस्ट गर्यो भनेर हो होइन। त्यो सेनिप्याडको चाहिँ किन भन्दाखेरि तपाईँको चाहिँ केस आएको थियो होइन। उहाँले के गर्नुभयो त्यो होइन। सेनिप्याडको चाहिँ किन भन्दाखेरि सबै चाहिँ किन भन्दाखेरि आफूले ठेक्का लिनुभयो छोराले। अनि त्यसपछि चाइनाबाट चाहिँ के भन्छ त्यो प्रडक्ट चाहिँ नेपाल ल्याउनु भयो। नेपालमा भनेको प्रडक्ट चाहिँ 400 मा बेच्छ सेनिप्याड भने तपाईँको चाहिँ चाइनाबाट लिएको चाहिँ उहाँले लिएको चाहिँ कम्पनीहरूले मात्र डिस्ट्रिब्युट गर्न पाउने, उहाँको थ्रुबाट चाहिँ बेच्नुपर्ने र ट्याक्स चाहिँ तिर्न नपर्ने नेपाल गभर्मेन्टमा। आफू सरकारमा छ भन्दैमा आफ्नो छोराको लागि त्यस्तो गर्न मिल्छ? त्यो कारणले गर्दाखेरि त्यहाँ चाहिँ एकदमै धेरै लुटतन्त्र भएको थियो। त्यसले गर्दाखेरि मैले चाहिँ बारम्बार भनेको थिएँ। किन भन्दाखेरि प्रिभियस 4 to 5 वर्षसम्म म चाहिँ किन भन्दाखेरि एन्टी करप्सनमा लागेको मान्छे हो। र त्यो भन्दाखेरि मैले के भनेको भन्दाखेरि मैले कर्णेल गद्दाफीको लाइबियाको लाइफ पनि देखेको छु होइन। तपाईँको चाहिँ मैले इराकको लाइफ पनि देखेको छु होइन। सद्दाम हुसेनको लाइफ होइन लेट 80s मा कस्तो थियो होइन, अर्ली 90s मा कस्तो थियो होइन। उसको छोराहरू उदय र विनयले चाहिँ कस्तो खालको चाहिँ कुर कामहरू गर्थ्यो होइन। जस्तै उसको सद्दाम हुसेनको छोराहरू उदय र विनयले कलेजहरूमा जान्थ्यो, टिनेज केटीहरू ल्याउँथ्यो, रेप गर्थ्यो। अनि उनीहरूलाई चाहिँ किन भन्दाखेरि कम्पाउन्ड भेरेको भोटे कुकुरको बिचमा फालिदिन्थ्यो रेप गरिसकेपछि। अनि त्यो केटीहरूलाई चाहिँ किन भन्दाखेरि भोटे कुकुरले टोकेर मार्थ्यो। त्यहाँ त्यस्तो खालको चाहिँ कुर काम गर्थ्यो। तर चाहिँ उनीहरू चाहिँ एट द एन्डमा के भइदियो होइन। एट द एन्डमा चाहिँ किन भन्दाखेरि
कसरी चाहिँ मासाकेर भएर मर्नु पर्यो। त्यो कारणले गर्दाखेरि के छ भन्दाखेरि यो कली हो होइन, कली आजको बलि भन्छ। हाम्रो देशको नेपालीहरूले चाहिँ धेरै सहग हो। त्यो कारणले गर्दाखेरि यो नेताहरूले विदिन 36 वर्षमा केही नगरेको कारणले गर्दाखेरि होइन, राजाहरूको पालामा 1 रुपियाँ ऋण नभएको देशलाई अहिले 30 खरब ऋण बनाएको कारणले गर्दाखेरि यिनीहरूले चाहिँ यो भोग्नु परेको हो। त्यो कारणले गर्दाखेरि यिनीहरूले चाहिँ अबको रेस्ट अफ लाइफ चाहिँ किन भन्दाखेरि कष्टदिमै बिताउँछ।